डेटा इज द फ्युचर वेल। डेटा नै भविष्यको तेलको खाने हो भनिन्छ। अक्सर हाम्रो दिमागमा देश विकास भन्ने बित्तिकै के आउँछ? राम्रो सडक, पुल, हाइड्रो पावर, टुरिज्म, उद्योग आदि कुराहरू। यो पनि कुरा सत्य हो, तर अहिले समय बदलिसकेको छ। आज एउटा यस्तो पूर्वाधार छ जसले नेपालको अर्थतन्त्रले पूर्ण रूपमा बदल्न सकिन्छ, जसको बारेमा हामी मध्ये धेरैजना अझै अनजान छौं। त्यो हो डाटा सेन्टर। अब डाटा सेन्टर भनेको के हो, यो खोल्दै गर्दा के चुनौतीहरू आउन सक्छ भन्ने विषयमा मैले अलरेडी भिडियो बनाएर अपलोड गरिसकेको छु। यदि तपाईहरुले हेर्नु भएको छैन भने त्यो पनि गएर हेर्नु होला। आजको विषय रहेको छ यो खोल्दै गर्दा के फाइदा हुन्छ भन्ने विषय। त्यसैले यो भिडियो पनि अन्तिमसम्म हेर्नु होला। अब यसको फाइदाको विषयमा पहिलो नम्बरमा रहेको छ रोजगारी। आईटी, एआई, नेटवर्किङ जस्ता क्षेत्रमा हजारौं रोजगारीहरू सिर्जना हुनेछ, जसले गर्दा अहिलेसम्म हामी रोजगारका लागि विदेश जान बाध्य भएको थियो त्यो केही हदसम्म कम हुनेवाला छ। साथै सुरक्षित, छिटो र भरपर्दो सेवा। नेपालमा टियर 4 डाटा सेन्टर खोलेमा नेपालभित्रको संवेदनशील डाटाहरू देशभित्रै सुरक्षित राख्न सकिन्छ। साथै सरकारी तथा निजी क्षेत्रका डिजिटल सेवाहरू अझै छिटो र भरपर्दो हुनेवाला छ। त्यसले गर्दा हामी बार सर्भर डाउन भयो भन्ने समस्या बार सुन्नु पर्थ्यो, त्यो केही हदसम्म कम हुनेवाला छ। अर्को रहेको छ हाइड्रो पावर। अहिलेसम्म हामीले उत्पादन गरेको बिजुली विदेशमा सस्तो मूल्यमा बेच्न बाध्य भएको छ, तर यदि डेटा सेन्टर नेपालमै खोल्यो भनेदेखि त्यही बिजुली देशभित्रै प्रयोग गरेर त्यसलाई भ्यालु एड गर्न सकिन्छ, जसको मूल्य सामान्य बिजुलीको भन्दा धेरै बढी हुनेछ। त्यस्तै अर्को रहेको छ विदेशी लगानी। आज गुगल, एमाजोन, माइक्रोसफ्ट जस्ता ठूला टेक कम्पनीहरू क्लाउड र एआईमा अरबौं लगानी गरिरहेको छ। यदि नेपालले विश्व स्तरीय डाटा सेन्टर खोल्न सक्यो भने विदेशी कम्पनीहरू नेपालमा लगानी गर्न धेरै आकर्षित हुनेवाला छ। तर कारण डाटा सेन्टर मात्रै भएर पनि होइन, अन्य कारणहरू पनि धेरै छ। नेपालको स्वच्छ वातावरण, सस्तो बिजुली, सस्तो जनशक्ति र इन्डिया र चाइना जस्तो विशाल डिजिटल बजारको बीचमा रहेको हाम्रो भौगोलिक स्थिरता पनि हो। त्यसैले यदि नेपालले सही समयमा सही निर्णय लिन सक्यो र सही नीति बनाउन सक्यो भने डाटा सेन्टर उद्योग नेपालको भविष्यको अर्थतन्त्रको एउटा ठूलो आधार बन्न सक्नेछ।